फागु पूर्णिमा होलीको अवसरमा सम्पूर्ण पर्सावासी आदरणीय दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ। हामीले योभन्दा अगाडि जिल्ला सुरक्षा समिति पर्साको बैठक बसेर सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई हामीले चाहिँ सार्वजनिक हिसाबले अपिल पनि गरेका छौँ। होली पर्व हाम्रो चाहिँ महत्त्वपूर्ण सांस्कृतिक पर्व हो। आफ्नो संस्कृति, आफ्नो संस्कार, आफ्नो धर्म, रीतिस्थिति, परम्परा अनुसारको चाडपर्व मनाउँदा अन्य धर्मावलम्बीहरूको लाई असर नपर्ने गरी चाडपर्व मनाउनु हुनका लागि हामीले हार्दिक अनुरोध गर्न चाहन्छौँ। यो विषय मैले किन चाहिँ अलि बढी फोकस गर्न खोजेको हो भने अहिले चाहिँ यो रमजान महिना चलिरहेको छ। मुस्लिमहरूको चाहिँ रमजान महिना, मुस्लिम समुदायको रमजान महिना चलेको र मुस्लिम समुदायका साथीहरू अहिले चाहिँ रोजामा हुनुहुन्छ। त्यसैले आफ्नो होली पर्व मनाउने सन्दर्भमा फरक धार्मिक आस्थाका व्यक्तिहरूको मर्यादामा, आस्थामा चोट नपुग्ने गरी पर्व मनाउनु हुन सम्पूर्ण महानुभावहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छौँ। त्यसै गरी यो पर्वको दौरानमा अनावश्यक हिसाबमा हो हल्ला गर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, जबरजस्ती लोला हान्ने जस्ता कुराहरू, तडक भडकपूर्ण व्यवहार नगर्नु हुन, श्रृङ्खल र अराजक क्रियाकलापहरू नगर्ने र नगराउनेतर्फ सतर्क भइदिनु हुन, आफ्नो समुदायका, आफ्नो छरछिमेक सबैलाई यो खालको सूचना सम्प्रेषण गरिदिनु हुन र समन्वय समेत गरिदिनु हुन हामी जिल्ला प्रशासन कार्यालय पर्साको तर्फबाट, जिल्ला सुरक्षा समितिको तर्फबाट र सम्पूर्ण पर्सा जिल्लाका राष्ट्र सेवक कर्मचारीहरूको तर्फबाट म हार्दिक अपिल गर्न चाहन्छु। धन्यवाद।